हेलो नमस्ते। आज चाहिँ मिठो कुखुराको मासु बनाएर खाउँ है त। सबभन्दा पहिले चाहिँ मैले चिकन लिएर आएँ, त्यसपछि तेल बसालेँ अनि 5 फुरन झैँ बनाइदिएँ अनि मासु हालिदिएँ। यो चाहिँ एकदम लोकल धनिया हो है। अनि मासुलाई चाहिँ मजाले रातो हुने गरी भुट्न दिने। अनि यहाँ चाहिँ मेरो साइड एसिस्टेन्ट पनि छ है। मैले लसुन छिल्नलाई राखेको, काम सिकाउनु पऱ्यो नि त छोरालाई सानैदेखि नै। अनि यता चाहिँ चामल पनि पखालेर अब माम पनि पकाउनु पऱ्यो भनेर चामल रेडी गरेर पखालेर एकछिन भिजाएर छोड्दै चामल चाहिँ। यता मेरो चिकन मजाले पाक्दैछ। आलु पनि देख्नुहुन्छ होला हैन। आलु चाहिँ किन भन्दाखेरि मेरो सानो नानीलाई चाहिँ यसरी मासुको ग्रेभीमा आलु राखेको चाहिँ एकदम मनपर्छ। त्यसपछि प्याज हाल्ने, चलाइदिने, एकछिन अझै भुट्न छोडिदिने। अनि मैले धनियाको डाँठ हालेँ किनभने यसको स्वाद भिन्दै आउँछ के। अनि मेरो मसलामा चाहिँ यो लसुन र अलिकति ल्वाङ सुकमेल मात्र छ, धेरै त्यस्तो हालेको केही पनि छैन। नुन हाल्ने, बेसर हाल्ने। अनि यता मेरो भात पनि अब सिटी लगाइदिनु पर्यो, भात र तरकारी सँगसँगै पाक्छ नि त। अनि यहाँ मेरो गरम मसला भइहाल्यो। अनि त्यसपछि मेरो जिरा धनियाको मसला, अघिको ल्वाङ सुकमेल र लसुनको धुलो पनि मैले हालिदिएँ। अनि एकछिन चलाउन छोडिदिएँ। त्यसपछि बिचमा खाल्टो पार्ने, नेपाली स्टाइल यही त हो नि हैन। अनि त्यसपछि मजाले बिचमा टमाटर हालिदिने, चारैतिरबाट छोपिदिने। अनि एकैछिन छोपेर पकाउने। त्यसपछि धनिया हालिदिएँ माथिबाट। अनि यस्तो राम्रो, यस्तो मिठो भएको थियो, यति राम्रो देखेको छ नि, हेर्दै फेरि हेर्नु रातो खाउँ खाउँ लाग्दो हैन। अनि यो मेरो टमाटरको अचार, कुखुराको मासु, त्यसपछि दाल अनि माम पनि यहाँ सिटी लाग्यो। यति भएपछि त के चाहिएर है हामीलाई त। अनि टक्क लागेर फ्यामिली सबैलाई बोलाएँ। अनि भात पस्किन सुरु गरेँ, दाल पनि मजाले झाने। अनि त्यसपछि माम हालेँ। माम हालिसकेपछि अचार हालेँ, बन्दाको तरकारी थियो त्यो पनि हालेँ। अनि त्यसपछि मासु टक्क एउटा प्लेटमा मजाले हालिदिएँ। अनि सबै कुरा रेडी भइसकेपछि चाहिँ हस्बेन्डलाई बोलाएँ। अब यत्रो मेहनत गरेर पकाएको छ, सोध्नु त पऱ्यो नि कस्तो छ भनेर हैन। सोधेको चाहिँ एकदम मिठो लाग्यो भन्नुभयो। जो हजुरहरू पनि ट्राई गर्नु होला घरमा यसरी बनाउन। धेरै मरमसला पनि नचाहिने, मिठो पनि हुने। कुखुराको मासुलाई चाहिँ जति भुट्यो त्यति मिठो लाग्छ है मलाई चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो। बाई बाई।